कृषि केवल पेसा होइन, यो देशको अर्थतन्त्र चलाउने मेरुदण्ड हो। विक्रम सम्वत 2051 साल कार्तिक 19 गते बुबा तुलबहादुर मल्ल र आमा राधा मल्लका ज्येष्ठ सुपुत्रका रूपमा जन्मिनुभएका मनिष मल्ल आज स्वदेशमै सम्भावना सिर्जना गर्ने एक सफल युवा कृषकका रूपमा चिनिनुहुन्छ। तनहुँ जिल्लाको देवघाट गाउँपालिका वडा नम्बर 2 निवासी मनिष मल्लले विदेशको आकर्षक जीवन त्यागेर आफ्नै गाउँ फर्किएर कृषि पेसालाई आत्मसात गर्नुभयो। हाल उहाँले करिब 20 रोपनी क्षेत्रफलमा व्यावसायिक कागती खेती र मौरी पालन तथा 30 भन्दा बढी बोयर जातका बाख्रा पालन गर्दै बहुआयामिक कृषि उद्यम सञ्चालन गरिरहनु भएको छ। परम्परागत सोचलाई तोड्दै आधुनिक प्रविधि र व्यावसायिक दृष्टिकोण अपनाएर उहाँले कृषि पेसालाई सम्मानजनक र आम्दानीमूलक बनाउनु भएको छ। स्थानीय स्रोतको उपयोग, निरन्तर परिश्रम र नवीन सोचका कारण मनिष मल्ल आज केवल आत्मनिर्भर मात्र होइन, अरू युवाहरूका लागि पनि प्रेरणाको स्रोत बन्नु भएको छ। उहाँको यस कृषि उद्यमले स्वरोजगार मात्र सिर्जना गरेको छैन, ग्रामीण अर्थतन्त्रमा प्रत्यक्ष सुधार ल्याएको छ र स्थानीय स्तरमा रोजगारीको अवसर पनि बढाएको छ। कृषि क्षेत्रमा पुर्याएको योगदानका कारण मनिष मल्लले विभिन्न सामाजिक सङ्घ संस्थाबाट उत्कृष्ट कृषक पुरस्कार पाइसक्नु भएको छ। परम्परागत खेतीलाई आधुनिक सोचसँग जोड्दै प्रविधि र परिश्रम तथा लगनशीलताको सङ्गमबाट उहाँले देखाउनु भएको छ, कृषि सही तरिकाले गरियो भने यो भविष्य निर्माण गर्न सक्ने शक्ति हो। स्वदेशमै श्रम, सिप र सम्भावनाको उपयोग गर्दै ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने यस्ता कर्मशील युवा नै राष्ट्रका उत्कृष्ट युवा पुरस्कारका सच्चा हकदार हुन्। यसै ध्येयका साथ नेपाल जेसिसको 52औं राष्ट्रिय महाधिवेशनमा देशको कृषि पेशा तथा पर्यटन विकासमा उल्लेखनीय योगदान दिनुहुने मनिष मल्ललाई देवघाट धाम जेसिस सगौरव सिफारिस गर्दछ। एक सफल कृषक, एक प्रेरणादायी युवा।